हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। धेरै महिनापछि धेरै वर्षपछि फेरि पनि ब्याक आइसकेको छु लिएर एउटा सानो ब्लग, धेरै ठुलो होइन सानो ब्लग। हामी चाहिँ जान लागेको मर्निङ वाक तारेभिरको जङ्गलमा टक्क लाएर यसो जोससँग बढाउनु पर्यो। सुतेर भएन, अल्छीहरू रिल्स मात्र पठाएर भएन, बिहान बिहानै उठ्नु पर्यो। हम आ गए पहाड़ों में, तुम जाओ साले भाड़ों में। कालो ओह्रालो गर्न पाइन्न र मसँगै जिन्दगी सर्न पाइन्न र। हामी चाहिँ उकालो लागिसकेको छौँ गाइस। हाम्रो यात्रा भनेको कहाँसम्मको? तारेभिरसम्मको। आज हामी जसरी पनि तारेभिर पुगेरै छोड्छौँ। नाकले सास गर्नुपर्छ भन्छ म खुलिहाल्छ। फाइनली गर्मी पानी पिएन यार, त्यो नि होला। हेलो घडी लागेको भनेर खाएको। अनि त्यो 3 हो कि 4वटा क्लिप मात्र युज गर्न पाइन्थ्यो, त्योभन्दा धेरै युज गरेर मार खायो। टर्चर भएको थियो त्यो दिनले। मैले बराबर भने धेरै व्यस्त नि हान्थ्यो माकेटीहरूलाई। त्यो दिदीको थाहा, त्यो म्यामले च्या भनेर छालामा रातै बनाइदियो। हामी पनि हुन्थ्यो त्यो औँलामा पेन्सिल हालेर च्यापिदिन्थ्यो। बेल्टले हान्थ्यो। यहाँ हुन्छ नि, यहाँ त हान्दैन हुन्थ्यो। म अहिले आउँदा मलाई लास्टै नराम्रो लाग्छ। त्यतिखेर त चापामा प्लास्टिक त हालिदियो भन्ने हुन्छ। यात्रा जारी छ। हामी हिँडै पुग्ने अत्तो छैन। टोपी खै तपाईँको? समातेको छैन। अहिले पैसा नि धेरै आएको ठाउँमा कपाल त जे भए पनि हिँड्नुमा मजा चाहिँ छ है केटाकेटी। हो हिँड बिहानै जति सक्छौ बिहान उठ, अरू केही गर्नु पर्दैन। जहाँ आफ्नो ठाउँको नजिक छ त्यहाँ चाहिँ लखर हिँड्दै नि पुग्छ आनन्दले। हामी पुग्न अझै धेरै होइन, मात्र 3 किलोमिटर। धेरै होइन, मात्र 3 किलोमिटर। यता पारेको डाँडा हो, तर यहाँ हुस्सुले केही पनि देखिरहेको छैन। हामीले आफू हिँड्ने बाटो बाइक हुस्सुले केही पनि देखिरहेको छैनौँ। यार माथि डाँडामा आएको त झन् चिसो फिल भइरहेको। हामी अझै डाँडा जानुपर्नेछ गाइस। हेर्दै गर्नु होला हामीलाई।
हामी हरायौँ भने खोज्न पनि आउनु होला रेकर्ड भिडियो अपलोड गर्दैन नि त। गर्मी भयो र ज्याकेट चाहिँ यसरी पुरै खोलेर कम्मरमा बाँधेर कम्मरमाथि पटेक्यो भने चाहिँ कम्मरमाथि ज्याकेट जस्तरी मस्त लखर 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 हिँड्दै हामी। तर बाटो चाहिँ सही छ हेर्दै, मतलब यत्तिको उसमा के दामी छ। हामी चाहिँ माथि तारेभिरसम्म गएर बिहान बिहानै उठेर जोस जाँगर, एक दिनको मात्र भोलि थाक्यो भने सकिँदैन फेरि। चस्मा पनि थियो है गाइस, अघि भुलेर चस्मा लाउनु गोजीमा भएर थाहा थिएन, अहिले चाहिँ लगाएको। हामी चाहिँ सरर चिसो हावा खाँदै ज्यानभरि पसिना बोकेर सर 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 गर्दै, धेरै होइन अब 2 किलोमिटर, त्यसपछि त देखाइहाल्छ नि अनि तारेभिर भन्नेवाला। हामी चाहिँ टक्क लगाएर मस्त घामको ट्याक्कै अनुहारमै पर्ने, थोप्टामै पर्ने, टल्किने गरी देखेको ठाउँमा माथि डाँडा हेर्न सक्नुहुन्छ। भर्खर धेरै टाइम पनि भएन, भर्खर आउँदैछ सूर्य पनि। ओ त्यो पहाडीको डाँडा चाहिँ तारेभिर हो, हामी त्यहाँ पुग्नु पर्नेछ। हामी चाहिँ अहिले यहाँ लखर 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 हिँड्दैछौँ। टक्क लगाएर माथि पुगेपछि देखाउँछु गाइज। अब त नो भिडियो अब सकिन्न, स्टोरेज कि माथि त गइयो भ्याइन्छ। माटो त अनि फेरि हिउँभन्दा बढी चम्किरहेको हो माला सुन्दै। फेरि माखासम्म भन्छ कि लाइक भ्युजको मतलब भएन, भिडियो हाल्यो आयो ठिक छ, नआयो त अनि फेरि PRIVATE प्राइभेट आउनु चाहिँ पर्छ। तर जतिले हुन्छ फ्री हो, सबै फ्री हो। लाइक सेयर सब्सक्राइब जे छ सबै फ्री हो। हान्न कति पनि डर नमानी आजकलको नेताहरूको भोट माग्ने तरिकाले भिडियो बनाइरहेको छु। आजकल गाउँ गाउँमा गएर नेताहरू हुन्न, पुरै हेर्नुहोस्, तपाईँले मासु खानुहोस्, पैसा खानुहोस्, तर भोट चाहिँ हाम्रै पार्टीलाई दिनुहोस् भन्छन् सबैले। तर हाम्रोलाई होइन, राम्रोलाई भोट दिने गरौँ अनि देश भन्छ। फाइनल्ली गाइज हामी टक्क उकालोमा स्याँ स्याँ फ्याँ फ्याँ गर्दै गर्दै तारेभिरको वारीको डाँडा चाहिँ पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँ तारेभिर टक्कै, धेरै होइन, अब 1 किलोमिटर मात्र पारियो यहाँबाट। जसो तसो बिहान बिहानै यत्तिको जोस जाँगर चढाएर आएको छौँ। यसो माया पनि देखाइदिनु होला हामीलाई। हामी चाहिँ टक्क लगाएर यता के भन्छ ऊ त्यो त्यहाँबाट हामी त्यो काठमाडौँ भ्यालीबाट हामी यहाँ माथि तारेभिर आइसकेका छौँ, पुगिसकेका छौँ भनौँ। अब धेरै होइन, अलिकति हिँड्यो भने फाइनली हामी तारेभिर पुग्छौँ। हामी अहिले त जङ्गलको बिचमा छौँ। भिडियो हेर्दै गर्नु होला, माया देखाउँदै गर्नु होला। कुकुर भुकेपछि हामी डराउनेवाला छैनौँ। फागुन के महीने उसले केही पनि देखिरहेको छैन गाइस, यत्तिकैमा एडजस्ट गर्नु होला। हामी चाहिँ अब तारेभिर गाउँ भन्ने पनि यही हो, तारेभिर भिर भन्ने पनि यही हो। ऊ माथिको डाँडा चाहिँ होला मेन चाहिँ।
त्यो त माथि छ त कहाँ माथि छ हामी खासमा हेर्न आएको त्यो पर डाँडाबाट देखिँदाखेरि वी लभ तारेभिर हो तर वी लभ तारेभिर भन्ने मैले त्यो यहाँ आइपुगेपछि भेट्दै भेटाएन क्या गायब भयो घाटमा पारिबाट गर्दाखेरि देखिरहेको थियो वारी आएको त छैन त टक्क यसो भिडभाड यो गाउँ टक्क लागेर तल चाहिँ कुहिरोले केही पनि देखिरहेको छैन त्यो वी लभ तारेभिर लेखेको चाहिँ कहाँ छ भन्ने हो क्या यहाँ माथि जङ्गलमा छ तारेभिर अनि हामी तल गाउँमा छौँ टक्क लगाएर देख्न सक्नुहुन्छ गाउँ यहाँबाट हामी यताबाट कहाँबाट आएको कहाँबाट हेर्दाखेरि त हामी चाहिँ तारेभिर पुगेर फर्किन लागेको अवस्था यता नजिकै नागढुङ्गा वाटरफल रहेछ त्यहाँ पुगेर त्यहाँबाट चाहिँ टक्क स्वाट घुमाउँछु स्वाइक भने जस्तै घुमेर स्वाक्क घुमेर कपन हाइट समाजमा ल्यान्डिङ गर्ने हो तारेभिर त्यहाँबाट पनि नदेखिँदो रहेछ उही लभ तारेभिर देखेँ तर त्यो तारेभिरले गर्दा त्यही हेर्नको लागि आएको तर माथि जङ्गलकोमा रहेछ गइएन केही छैन हामी तारेभिर पुग्नु नै ठुलो कुरा हो हामी तारेभिर पुग्न त्यो ठाउँ पुग्न आएको होइन हामी लभ द जर्नी हामी जर्नी एक्सपिरियन्स गर्न बुझिस् हामी त्यही भएर अझै पनि हिँडिरहेको छौँ म त्यो भिडियो बनाउँछु यो पनि हालिदिने बेसी बेसीमा त ओए को तपाईँको हो म कहाँ कराइरहेको छु भन्दाखेरि चिप्लिन्छ दाइ यसले मेरो भन्दा दामी लगाएन न हेलो गाइस आजको भिडियो चाहिँ यति नै अनि मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अर्को भिडियोको लागि चाहिँ कमेन्ट ठोक्नु होला स्टे सेफ स्टे हेल्दी पिस आउट है त